हेलो गाइज, के छ हाल खबर? अल गुड। आज चाहिँ म यता समीरसँग छु। आज चाहिँ धेरै ठुलो टोरी त छैनौँ, त्यही पनि समीर र म छौँ। अहिले चाहिँ हामी यता घरबाट निस्किन लागेको। अहिले चाहिँ हामी टाढा आज कार्यक्रमको लागि हिँड्दैछौँ। बिचमा एक ठाउँ स्टप छ हाम्रो खाजा खानालाई, होइन, खाना खानालाई जोड्दैमा। अनि अब जाम, बाटोमा जाम। हामी चाहिँ अन द वे। है, हामी त बाटो लाग्यो। अब एकछिनमा हाइवे जोइन भइन्छ। यतिखेर हामी चाहिँ हाइवे जोइन भएको 5 मिनट भएको छ। 5 मिनटमै है यस्तो ट्राफिक सुरु भयो हाइवेमा। यस्तै आज शनिबार, अब छुट्टीको दिन। ल हामीलाई अपडेट चाहियो। हामी कहाँ आयो? अहिले चाहिँ हामी साउथ जाने M40 हाइवेमा छौँ। अनि अझै हामीलाई लाग्छ ठ्याक्कै 55 मिनट्स हाम्रो फर्स्ट स्टप खाना खाने ठाउँमा पुग्नलाई। त्यही गइरहेछौँ, अझै 50 माइल छ। रमाइलो गरिरहेछौँ, गीत सुनिरहेछौँ, गफ गरिरहेछौँ। त्यही हो। ल यो आज हाम्रो साधन कहाँ पुगेको छ भन्दा खाना खाना रोक्न दाइको घरमा है। दाइको घरमा जोड्दै आइयो है। पुष्कल शर्माको त होइन, पुष्कल शर्मा होइन। ल हामी चाहिँ हाम्रो फर्स्ट स्टपमा आइसकेका छौँ, दाइको घरमा। सुई यति ट्राफिक पऱ्यो थियो। हामी चाहिँ अब साटचुट खाना खाएर अब फेरि हाम्रो मेन गन्तव्य जान्छौँ है। ल भाउजूले खै के बनाएर राख्नु हो परिकारहरू है, सब सिटीमा छ। अब एकछिन हाम्रो पेटा जान्छ। हाम्रो साउजीले तातो हामी आउने भनेर फ्रेस खोल्दै हुनुहुन्छ। फ्रेसै हुन्छ एकदम स्वादिष्ट खाना चाहिँ हामीले ग्राहकहरूलाई हामीले दिने गर्छ। तातो एकदम तातो छ। साउजी अरिङ्गल छैन? अरिङ्गल छ नि। बाम माछा आज परेन? बाम माछा आज रेडी खोला जान भ्याएन म। तातो भात ल खानु पर्यो। मही पनि रहेछ। जोर्ते चाहिँ होइन क्या? जोर्ते हो यो चाहिँ के हो साउजी? यो पार्क मासु हो है। आमामा, आज बिहान काटेको? हजुर एकदम फ्रेस छ। मलाई चाहिँ धेरै नै है। ल पाडी होइन नि, एकदम प्योर पाउडर। ल अहिले थप खाना भन्दै गर्छु। ल चाउमिन के हालेको यो? यो चाहिँ आलु मटरको अचार। ओहो, यो त फकाली कहाँ आइएछ कि अब। ओहो, साउ पनि सँगै खाने चलाउनु है। मन्जिल भान्साघर अनि ठिक छ। साउनी पनि सँगै है। यस्तो नयाँ सिस्टम रहेछ, मोडर्न। सुरु गरौँ। ल हामी चाहिँ फाइनली अब सबजना रेडी भएर निस्किन लाग्यो। यो त भाउजू चाहिँ टिकटक चलिरहेको भाउजूको। ड्राइभर चाहिँ गाडीमा आफ्नो सिट साथिसक्नु भएको छ। ए साउजी नि हो? ठिक छ। ल अब चाहिँ हामी बाटोमा जाने अब। सो लेट्स गो। Guys, we are in the way. अनि ड्राइभर चाहिँ साथी बस्दा हुनुहुन्छ। गाडी मजाले बाटो मिस भएको अवस्था। हाम्रो चाहिँ यहाँ पड्केर बाटो मिस प्रब्लमको कारण यहाँ प्राविधिक कारणले गर्दा। ल साथीहरू, हामी चाहिँ भर्खर पुगिसकेको छौँ हाम्रो गन्तव्य। ब्याकग्राउन्डमा तपाईँहरूले गीत गाएको सुन्न सक्नुहुन्छ। हामी चाहिँ आज कहाँ आएको छौँ भन्दाखेरि नेपाली ओपन कन्सर्ट अल्लु सर्ट होइन। जाम, अब भित्र जाम।
के रहेछ अब हेरौँला। त्यतिखेर चाहिँ हामी टिकटहरू सब देखाएर हाम्रो प्रस्थान भइसकेको छौँ। आज खेमदाईको गीतमा मस्त नाच्नलाई हामी तयार छौँ। यही माथि यस्तो होइन हेरौँ खेमदाईसँग भेट पनि हुन्छ कि होइन। दाईको लिङ्क लगाएर होइन दाइले त चिन्नुभएको हाम्रो स्वयंसेवक भान्सी र बहिनी पनि त जसरी नै आजको हाम्रो गोल भनेको खेमदाईलाई भेट्नु। एक राउन्ड लाउँछौँ अब। हाम्रो टोली कतै देखिन्छन् कि बिजी छ भाइ। यतिखेर हामी स्टेजतर्फ जाँदैछौँ। हेरौँ के कसो ल। यतिखेर भाउजूले चाहिँ यहाँ नेपाली पहिरन लिनलाई आउनु भएको छ। हेर्दै हुनुहुन्छ के हेरिरहनु भएको छ भाउजू? ए ल ल ल सही हो सही हो। ल यतिखेर चाहिँ हामी यो कन्सर्टको चाहिँ अर्को साइडमा जाउँ के स्टल छ भनेर हेर्नलाई। सब यता चाहिँ सायद धेरै जसो खानाको रहेछ। ल हाम्रो आज फुच्चीहरू भेटिए बल्ल यो कार्यक्रमको स्वयंसेवकहरू नमस्ते 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 नमस्ते। ल यहाँ चाहिँ हामीले एउटा अनौठो होइन दाइ अनौठो बाजा सिङको है के को सिङको होला यो ट्राई गर्नु न। फुक्ने मात्रै होइन नि समीले अब ट्राई गर। समीले ट्राई हान्छन् अरे। म ट्राई गर्छु। हाम्रो भान्जीहरू आउनुभएको छ। हेलो 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 नमस्कार नमस्ते नमस्ते स्वागत छ। हाम्रो ग्रुप चाहिँ बल्ल पुरा भएको छ। अब रमाइलो होला जस्तो। भाउजूले चाहिँ बबल टी खाने भनेर होइन। कुन लिने हो तपाईँले? हेलो हेलो नमस्ते। को ल्यायो मत नआने। भाउजूले लिइसक्नु भएको छ। ल टेस्ट तपाईँले पिनुभयो दाइ लिचीवाला? ल ट्राई गर्नु। ओठा है दामी दामी। ल ट्राई गरिदिनु। ल स्वाट तान्दिनु त। नेपाली हो झोरले है। कस्तो हुनुहुन्छ हजुरहरू? सजाए
यहाँ चाहिँ यस्तो कार्यक्रम भइरहेको रहेछ भर्खर देखा तानौ 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 होइन आधै आएन आधै आएन तानौ 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 गाइस तानौ भ्युज क्लबमा पनि उहाँ निरन्तर रूपमा पढ्न सफल भइराख्नु भएको छ। पक्कै पनि पवनजी अरू सबैलाई धानको पात तपाईलाई चाहिँ पानको पात अरूलाई धानको पात हाम्रो स्वरूपलाई चाहिँ पानको पात फेरि म त ढले ढले हुन्छ नि फेरि त्यो फेरि नडल्नुहोस् न ढलिहाल्नु भने पनि खेम सरले च्याप्पै समाउनुहुन्छ खेम सर समात्नमा फेरि एकदम माहिर हुनुहुन्छ है विचार गर्नु होला हामी च्याप्प समात्नको लागि स्टेजमा मिलियन क्लब्सको एकदमै सर्वाधिक चर्चित व्यस्त गायक तथा सर्जक हुनुहुन्छ खेम सेन्चुरी। ल है कति रमाइलो हो मेरी आमैनी खोइ एकचोटि हल्ला सुनाऊ यो यहाँको हल्ला पुरै नेपालमा सुनिनुपर्छ 1 2 3 गो यसमा एकचोटि आई लभ यु नेपाल भन्नु पर्यो है त अझै मजा सुनिन्छ ओके 1 2 3 गो बबाल बबाल आज कताबाट सुरु गरौँ म एकदमै अन्धाधुन्दा छु कताबाट सुरु गर्ने यताबाट सुरु गर्ने हो र के यताबाट हो यस्तो छ जताबाट बढी हल्ला आउँछ जताबाट बबाल साथ पाउँछु नि त्यतै फर्की गाउने हो त्यतै आएर गाउने के छ स्थिति हुन्छ नि यताबाट अलिकति कम आएको छ वाउ वाउ ल यहाँ आज छोरी मान्छे धेरै हुनुहुन्छ कि छोरा मान्छे धेरै हुनुहुन्छ कि बुढापाका धेरै हुनुहुन्छ कि आमाहरू धेरै हुनुहुन्छ कि को चाहिँ धेरै हुनुहुन्छ ल भन्नुहोस् त छोरी मान्छे धेरै हो त्यसो भए यताबाट सुरु गरौँ मलाई पल्ला रे चत्तरीका साइली रिमाई चत्तरीका साइली रिमाई
हे मता ढाले 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 हे मता ढाले 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 फेरि एकचोटि हल्ला चाहिन्छ। यो कार्यक्रमलाई सफल बनाउन आउनुहुने तपाईँ सम्पूर्ण मेरा युकेका आमा बुवा दाजुभाइ दिदीबहिनीलाई एकचोटि घुँडी टेकेर दर्शन नमस्कार गर्न चाहन्छु है त। ल त एकचोटि थ्याङ्क यू सो मच। साँच्चै एकदमै खुसी लागेको छु। पहिलोपटक यो ठाउँमा मैले पाइलो टेकेको हुँ। मैले सुनेको हो, मेरो बाबुबाजेले भन्ने गर्नुहुन्थ्यो युके जापान लन्डन बेलायत यस्ता थुप्रै नामहरू लिनुहुन्थ्यो। आज उहाँले नाम लिएको त्यो ठाउँमा पहिलोपटक पाइला टेक्न पाउँदा एकदमै हर्षित छु। सँगसँगै यति धेरै हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीलाई यो उपस्थित देख्दा एकदमै खुसीले गदगद छु। थ्याङ्क यू सो मच। फेरि एकचोटि खै त हल्ला। अरूलाई धानको पात 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 मायालाई पानको पात मलाई पल्ला रे छत्तेरिका हत्तेरिका मता ढाले 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 मता ढाले 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 मता भोलि गइहाल्छु लाउ सरारा गोरखपुर रेलैमा खोइ त्यसरी फेरि हल्ला चाहिन्छ। अब अलिकति अल्लाह रे केटीहरूको लागि एउटा गीत बनाएको थिएँ मैले। ए छैन नि साइली मजा आएन अलि आउँछ क्या। ए छैन नि साइली घुमाउ र जुङ्गा ऐ हाय मेरी भाषा ए मेरी भाषा 2 3 4 यो त चस्सी पारेकोलाई मात्र थाहा हुन्छ है। अनि अरूलाई धानको पात मायालाई पानको पात केटाउलाई चाहिँ हाम्रो गाउँतिर गाजाको पात भन्थे। अनि बुढा आमा बुवालाई चाहिँ सागको पात बिडी खान हुन्छ उहाँहरू। रमाइलो मात्र। ओके एउटा गीत गाइहाल्छु है त, त्यसपछि फेरि हामी दुःख सुख गरौँला। मैले केही नेपालबाट धेरै कोसिसले लिएर आएको छु तपाईँको लागि। पञ्चबाजा सालेजो आज सबै चिज म तपाईँलाई दिनेछु, हजुरको माया मैले लिनेछु भन्दै अहिले पनि मन परेको मान्छे त्यसै कहाँ छ होला यो गीत यहाँको लागि स्वीकार्नुहोस्।
दसैँ आउँला मन परेकी त्यसै कहाँ मन परेको मान्छे हो त्यसै कहाँ छोडौला। जय पशुपतिनाथ की जय पशुपतिनाथ की। अब एकचोटि जान्छ जय पशुपतिनाथ की। ल सबैले भगवानले कल्याण गर्नु है त। बजाउँदै कता हिँड्यो बजाउँदै यो चस्मा लाउने मान्छेको हो मन पर्यो। बजाउँदै कता हिँड्यो बजाउँदै दसैँ आउँला जोडौला मन परेकी मान्छे त्यसै कहाँ छोडौला मन परेको मान्छे हो त्यसै कहाँ छोडौला। जय बाथीभारा माता की। कति रमाइलो है। कालो चस्मा एकदम मन परेको छ है। त्यसैको बारेमा कालो चस्मा तल्काउँदै कता हिँड्यौ हामीलाई पल्काउँदै हो। कालो चस्मा तल्काउँदै मन परेकी मान्छे हो त्यसै कहाँ छोडौला मन परेकी मान्छे हो त्यसै कहाँ छोडौला। कस्तो अरे कस्तो दिदी ए छोरा मान्छे भन्दा छोरी मान्छे झन् कडा हुन्छ होइन त। ओ त्यो चाहिँ हो छोरी मान्छे अलवेज कडा हो के। सधैँ कडा छ नि यस्तो सकिन्न। संसार जित्न सकिन्छ तर छोरी मान्छेसँग जित्न सकिन्न है। बुझिराख्नु है छोरा मान्छेहरू अङ्कलहरू कता हुनुहुन्छ खै। त्यही त एकदमै मलाई एकदमै सम्मान छ। त्यही भएर त सम्मान छ। छोरी मान्छे सम्पूर्ण जति पनि नारीहरू हुन्छ यहाँ सबैलाई सम्मान छ सबैलाई श्रद्धा छ। ल अब कुन गीत गाउने होला। ल आज तपाईँको रोजामा म गीत गाउँछु। ढाले ढाले गाउने हो र। अनि अर्को गीत थियो नि एउटा गीत अहिले भर्खरै मात्र आएको गीत सबै कुरा राम्ररी रे म सुख दिन सक्दिन के रे म पानको पसला ओइ सबै कुरा राम्ररी रे म सुख दिन सक्दिन के रे म पानको पसला ओइ मेरो त घर छैन दिलमा बसला मेरो त घर छैन दिलमा बसला। कुन गीत गाउनु म त ओके एभ्रीबडी सबैजना घाँसको भारी भो गाउले कति दिन बैसालु मन रो गाउले कति दिन सुन काटे जन्तारा साथी काटेरैया जमिनाला भुरा सिरफुली मैया तिमीलाई पछ्यौरी किन्दिउला नयाँ नयाँ तिमीलाई पछ्यौरी किन्दिउला नयाँ नयाँ तिमीलाई पछ्यौरी किन्दिउला नयाँ नयाँ तिमीलाई पछ्यौरी किन्दिउला नयाँ नयाँ। अनि यहाँ धेरै
जस्तो छोरी मान्छेहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, भाउजूहरू हुनुहुन्छ, उहाँलाई पछोरी किन्ने मान्छे हुनुहुन्थ्यो कि हुनुहुन्थेन? यहाँ त नसकिँदो रहेछ है तेरि। उल्टे मलाई किनिदिनु भन्ने। हजुर घर लान परेन के अरे। उहाँ अलिअलि यसो जग्गा घर गाडी किन्न खोज्दा त्यो सबै त सकाइदिनु त्यसो। कति रमाइलो साँच्चीकै धेरै ठाउँ गयो, धेरै देश विदेश गयो, तर युकेमा आएर यो जतिको रमाइलो मैले कहीँ पनि देखेको त। थ्याङ्क यू सो मच। ल ओके अब मलाई धेरै कुरा नगरिकन झ्याम गीत गाइदिनुहोस् है भनेर भन्नुभएको छ। म अलिकति तपाईँहरूसँग थोरै दुःख सुख कुरा गर्दै गीत पनि गाउँ भन्ने कुरा पनि हो, तर मलाई झन् सजिलो हुने भयो किनकि यहाँहरू म्याक्सिमम् एकदमै के अरे चाहिँ नाच्न आतुर हुनुहुन्छ। अलिक चिसो हावा चर पनि होला अलिकति है। ल ओके त्यहाँ रम मराउठी तिम्रो रुपै करौती त्यहाँ ढले भन्ने गीत होला लगाइदिनुहोस् ल। यसमा चाहिँ अलिक बबाली नाच्नुपर्छ होला, अलिक अर्कै खालको होला है। त्यहाँ ढले भन्ने छ होला, त्यो लगाइदिनुहोस् ल। ओके एभ्रीबडी सुन्नु
तर बवाल भाषा हो त्यही हो ठ्याक्कै यस्तो गरेर बङ्गाउनु पर्छ क्या अनि त्यसपछि बल्ल ड्याङ्ग ढल्ने हो त रमाइलो मात्रै दिदी अन्यथा नमान्नु प्लिज ल फेरि पनि यहाँ मिडियाकर्मी साथीहरूलाई देखिरहेको छु सबैलाई सम्मान श्रद्धा व्यक्त गर्दै ल अब हामी अर्को गीतमा गइहालौँ है त अर्को गीतमा पानको बसेर जाउँ किमा तिम्रै हो बना सुत्ती मार्दा मार्दै गयो जवाना युके आउँदा आउँदै गयो जवाना ओइ दुःख सार्दा सार्दै गयो जवाना ल सुत्ती मार्दै मार्दै गयो जवाना त्यसपछि म पानको पसल पानको पातमा आउँछु ल यो ढलेको अझै भएको छैन म लास्ट फेरि ढल्न आउँछु ल ल एकदम रमाइलो छ ल कस्तो कस्तो मजा आयो पानीको घामको हो म स्वर्गमा आयो जस्तो फिल भएको छ ल
त्यसलाई पानी मुखलाई उजाला तिम्रो भन्ने उपाय उजाला गयो जोबाना किमा तिम्रै हो भना कि मायाले हो भना किमा तिम्रै हो भना कि मायाले हो भना युके धाउँदा धाउँदै दुःख गर्दा गर्दै सबै भन्दा सबैले आयो जोबाना सधैँ गाउँदै रमाउँदै आयो जोबाना एकचोटि हात समुद्रको फेरि माथि सुते मार्दै सुते मार्दै कालो दारी पलाउँदै आइसक्यो कालो दारी पलाउँदै आइसक्यो कान्छो भाइनी बाउ बन्न आइसक्यो गयो जोबाना किमा तिम्रै हो भना कि मायाले हो भना किमा तिम्रै हो भना कि मायाले हो भना सुट्टी मार्दा मार्दै चस्मा लाउँदा लाउँदै सिक्की लाउँदा लाउँदै ऐना हेर्दा हेर्दै सुन मेरा साइरा साइलो सुन मेरा साइरा साइलो युकेतिर रमाइलै रमाइलो गयो जोबाना किमा तिम्रै हो भना कि मायाले हो भना किमा तिम्रै हो भना कि मायाले हो भना ऐना हेर्दा हेर्दै लाली लाउँदा लाउँदै सुली लाउँदा लाउँदै सुट्टा लाउँदा लाउँदै ल चस्मा लाउँदा लाउँदै केटीले केटा हेर्दा हेर्दै यता केटाहरूले केटी हेर्दा हेर्दै तर पनि नपाउँदा नपाउँदै गएछ भएन ल कति रमाइलो कति रमाइलो कति रमाइलो हामी फेरि पनि नन स्टप म्युजिकमा छौँ अब धेरै नबोलिकन अर्को गीत गाइहाल्छु अब चाहिँ त्यहाँ नहेर त्यसरी माया सार्दा छ तर आज राम्रो राम्रो मान्छेले सबैले चस्मा लगाएर आउँछन् कसले कतातिर हेरेछ भने थाहै छैन कसले मलाई हेरेको छ कसले कतातिर हेरेको छ भने थाहै छ एकचोटि सबैजनाले खोलाउँ त खै हेरौँ त ओ यो दिदीको त आँखै देखिन्न है भन्ने के तर होइन दिदी राम्रै हुनुहुन्छ क्युटी हुनुहुन्छ दिदी लभे दिदी एकदमै एकदमै सम्मान छ कति 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 माया दिनुभएको हजुरको आँखा चाहिँ एकदमै राम्रो छ ल मनी लाउनु जस्तो है ल एकदमै रमाइलो भएको छ रमाइलो भएको छ ल अब त्यहाँ झालमा पर्दा छ गाउँ कि अलिअलि कहाँले गाउँ ल त्यहाँ अलिअलि कहाँ लगाइदिनुहोस् अलिअलि कहाँले मलाई चस्से यो गीत गाइहाल्छु यहाँ विशेष त आज धेरै जस्तो दिदी बहिनीहरू हुनुहुन्छ आमाहरू हुनुहुन्छ यहाँलाई सम्मान स्वरूप पनि मैले आज विशेष चेली गीतहरू गाउँछु त पनि गाउँछु है त ल अलिअलि काँडेले मलाई स्वास्यै चस्छ यसमा चाहिँ उफ्री नाच्नु मिल्छ है त मेरी
ल अब त थाक्नु भयो क्या हो
थाक्नु भएको छैन भने मजाले इन्जोय गर्नुहोस् है, मजाले। जति म त गाह्रो थाक्दैन, तपाईँहरू नाचेर थाक्नुहुन्छ या थाक्नु थाहा भएन, तर म चाहिँ गाह्रो थाक्दैन है। म त जति पनि गाउन चाहन्छु, 7 रात 7 दिन गाएर हो, च्यालेन्ज हो। तर फेरि जहाँ पनि मै हारेको छु कि फेरि अलि गाह्रो छ क्या फेरि, तर गाउन चाहिँ सक्छु भन्ने छ। कहीँ कतै स्वर सुकिहालेछ भने पनि चेती पनि गाउँछु है फेरि। ल च्यालेन्ज भने च्यालेन्ज के छ र मलाई पनि, म गाउने काम हो। तपाईँहरू नाच्न चाहिँ छोड्नु भएन, फेरि फुत्ता उता निस्किनु भएन। म पनि बिहानदेखि भोकै छु, तपाईँहरू पनि ट्याक्क चाहिँ त्यहाँ फेरि हजुरहरू पनि ट्याक्क चाहिँ यसो खाएर त आउनुभयो होला। अब त पैसाको पनि होला, किनकि सबै कलाकारले गाएर नाचिसक्नु भएको छ। म त मजाले चाहिँ तपाईँको लागि भनेर भोकै बसेको, आज नखाएर आज मेरा चाहिँ जति पनि आमाहरू हुनुहुन्छ, दिदीहरू भाउजूहरू बहिनीहरू हुनुहुन्छ, नानीहरू हुनुहुन्छ, सोल्टिनीहरू हुनुहुन्छ, उहाँ सबै नचाउने भनेर एकदमै तयारी। सोल्टिनु, ओके सोल्टिनु, प्लिज 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 प्लिज। कति अनि अर्को गीत पनि थियो एउटा, कपालु खोरेरा कसरी जाने हो मायालाई छोडेरा। तल्लो बाटो भन्ने गीत सुन्नु भएको थियो हजुरले? ल त्यो बिस्तारै सुनाउँदै गरौँला। अहिले पनि त्यहाँ कुन गाम पञ्चेबाजा गाउँ कि पानको पात गाउँ? अरूलाई धानको पात गाउँ कि पञ्चेबाजा गाउँ? ल पञ्चेबाजाको बहुमत हो। त्यहाँ लाहुर पञ्चेबाजा लेखेको छ होला, लाहुर पञ्चेबाजा लेखेको छ होला। यो गीत गाउँछु ल। यो पञ्चेबाजामा छ। हुन त मैले त्यहाँ हाम्रो भाइको नाम बिर्सेँ बाबु, फेरि पनि भाइलाई धेरै धेरै आशीर्वाद। ल देख्छु सबैजना हात माथि।
उठ्यो बस दाइ उठ्यो बस La.
बोलाउँछन् त्यो ठाउँमा नामले पाएको कामले पाएको मगर दाइको छोरो नलाउ माया नखाम कसम मनै मेरो मोरो साइली ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ आहा खोइ त ल बिस्तारै हात माथि अनि यसरी दायाँ अनि बायाँ त यसरी अब अलि छिटो भयो अब सबैले नउफ्रिने यसरी हल्का घाँटी पनि सुक्यो चिल्लाइ अब हामी हल्का खाजाहरू खान्छ त्यसपछि हेरौँ के हुँदै जान्छ ल हेर एक्लै हेर त के हो यस्तो ल हेर यसो मामालाई अङ्कलहरूलाई सम्झिनु छैन केही छैन त्यो त पुरै एक्लै गइरहेको त खाना जन्मेका हो खाओ हामी खाम हेरौँ ल हामी चाहिँ स्टलमा हेर्दैछौँ कता यसो राम्रो यहाँ के छ है ल हाम्रो खाना अरे के अरे खाजाहरू आयो ल ठिक छ स्नेकहरू आयो अब चाहिँ हामी खान लाग्यो ल खलाउँ दाइ खलाउँ अहिले चाहिँ हामी हाम्रो जसको लागि हामी यहाँ आएको होइन खेम दाईको लागि स्पेसली हामी यहाँ खेम दाईको लागि आएको अब हेरौँ हामी भेट्ने प्रयास गर्नेछौँ कसो दाईको पल लाउँदैछु म दाईको पलले भेट हुन सक्छ है ल लेट्स यतै हुनुहुन्छ हाम्रो खेम दाई चाहिँ यहाँ इन्टरभ्यूमा बिजी लेट्स सी सोनी भाइ हो सोनी के छ खबर कहिले आएको यहाँ सरी साना सरी म त झुक्किन्छु कि अघि चाहिँ त्यतिकै सोध्दा देखिरहेको छु यो मान्छेलाई मैले देखेको भेटेको ल फाइनली चाहिँ हाम्रो खेम दाई होइन एकदमै म तपाईँले हजुर म एकदमै ठुलो फ्यान म चाहिँ प्रायः त्यस्तो कलाकारहरूसँग पर्सनली भेट्दिनँ तपाईँको एकदम ठुलो फ्यान तपाईँको उहिलेदेखिको गीतहरू होइन सब हामी 2000 ल अब मेरो र दाइको चाहिँ एउटा फोटो है हो नि है अब किड्स पनि जित्नु पर्छ बाई ल राहुल एकदम खुसी सबै खुसी
र हाम्रो चाहिँ आजको होइन मेन लक्ष्य होइन विशेष हाम्रो यहाँ आउनु कारण चाहिँ एकदम राम्रोसँग पुरा भयो। यस्तो नै कि भिड भक्कामा होइन गर्नु पऱ्यो आरामले। हामीले पुऱ्यौँ खाली हुन दियौँ अनि आरामले होइन दाइसँग राम्रो गफ पनि गरियो बिहान काममा। दाइ चाहिँ एकदमै होइन एकदमै हम्बल मान्छे। दाइ भावुक भयो जस्तो लाग्यो मलाई। हो सबै सेन्चुरी भनेपछि त दाइ अझै भावुक भयो जस्तो लाग्यो। एकदम बवाल रमाइलो भयो आज। ल यही भन्ने अब चाहिँ हाम्रो आजको दिन सक्सेसफुली अब एन्ड गर्दैछौँ। रमाइलो भयो कि नै? कडा रमाइलो है? त्यो काली नै भयो कि नै? बढिया एकदम टाढाबाट आएर हो ठिक छ ल। अब चाहिँ हामी घर जाने होइन। आजको भिडियो बन्द।